मजाले गर्दै भन्दै नमस्कार र आज हामी घुम खासमाल 1 बाट यस फेसबुक मार्फत आउनुको मुख्य उद्देश्य चाहिँ के थियो भने यो जुन घुम भन्ज्याङ चेकपोस्ट ओल्ड गोर्खा स्टेसनबाट झर्ने ओह्रालो जुन खासमाल 1, 2, 3, 4 अनि लामी भालकोप रानीवन 7 वटा गाउँको यो मुन हाम्रो रूपरेखा बाटो 1998 मा स्वर्ग पिता सुभाष घिसिङद्वारा बनाइएको थियो र आजसम्म पनि यस बाटोमा कोही पनि अधिकारी वर्ग साथै जिटिएबाट कोही पनि सहुलियत नपाएको र नभएको हुनाले गर्दा हामी सम्पूर्ण गाउँवासीद्वारा यस कार्यमा एकदमै यस बाटोको अवस्था शोचनीय भएकोले गर्दा यसरी नै 2 हप्ता भइरहेको छ र गाउँलेद्वारा गोर्खा सुनाखरी सङ्घ अनि घुम खासमाल 1 सम्पूर्ण गाउँबाट आजको यस कार्यक्रमहरू हामीले साफसफाइ अभियान चलाइरहेको छौँ र यस हाम्रो गाउँमा जो पनि यस बाटो छ यस बाटोमा दुईवटा हाम्रो समष्टि सुके समष्टि अनि घुम जोरबङ्गला समष्टि परिएको हुनाले न सुके समष्टिको सभासदको यहाँ नजर नै परिएको छ न त घुम जोरबङ्गला समष्टिको सभासदको यहाँ नजर नै परेको छ र उक्त बाटोको मर्मतीको निम्ति जो हाम्रो जिटिए चिफ अनि थापाज्यूलाई पनि हामी एकदमै यहाँबाट बिन्ती गरिरहेको छौँ कि यस बाटो चाँडोभन्दा चाँडो निर्माण गरिदिनु हुने अनुरोध गर्दछौँ। साथै यस बाटो अन्डर डिडी घुम जोरबङ्गलाको अन्डर डिडी परेको हुनाले गर्दा अन्डर डिडीको जति पनि अहुदादारहरू हुनुहुन्छ जो पनि माथि चेयरमा बस्नु भएको छ उहाँहरू पनि आएर यस बाटोमा समय समयमा निरीक्षण गरिदिने हामी नम्र निवेदन गर्दछौँ। धन्यवाद।